केपी ओलीले बनाइरहँदाखेरि त्यो सरकारले नेपाली जनताको भावना अनुसार काम गरेन। केपी ओलीको पार्टी न गरिब जनताको पार्टी। हाम्रो पार्टीका श्रद्धेय संयोजक कमरेड बाटो क्रान्तिकारी बाटो हुनेछ। अब हामी सुधारवादको बाटोबाट होइन, हामी क्रान्तिकारी बाटोबाट मात्रै यो समाजवाद प्राप्त गर्न सकिन्छ भन्ने कुराहरूमा दृढ छौँ। यी 4 सिद्धान्तको आधारमा हामी अहिले एकताबद्ध भएका छौँ र यो सन्देश सभा आज हामी देशव्यापी रूपमा लाँदै गर्दा आज हामी यो सुर्खेतमा आइपुगेका छौँ। यो सन्देश सभाको मुख्य प्रवाह अब अहिले राष्ट्रिय थाहातर्फबाट जो लगिरहेका छौँ त्यो आज यहाँ अन्त हुँदैछ। कमरेडहरू त्यसपछि पनि अब उतापट्टि हामीले बागमतीमा गर्न बाँकी नै छ, अरू कतिपय क्षेत्रहरूमा गर्न बाँकी छ, तर यो प्रवाह लगातार अगाडि बढ्दैछ। त्यसलाई अगाडि लानुको एउटै मात्रै कारण हो हाम्रो देशलाई समाजवादतर्फ लान। आज हाम्रो देशको राष्ट्रियतामाथि लगातार खतरा बढ्दो छ। हाम्रो देशको सिमाना मिचिरहेको छ। हाम्रो देशको सिमानामा विदेशी सेनाहरू बुर्कुसी मारिरहेको अवस्था छ। त्यसबाट मुक्त गर्ने एउटै मात्रै बाटो हो समाजवाद। समाजवाद बिना हाम्रो देशको राष्ट्रिय स्वाधीनता पनि कायम गर्न सकिँदैन। त्यसैले यो देशका समाजवादी कम्युनिस्टहरू सम्पूर्ण देशभक्तहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। कमरेडहरू, आज देशमा भ्रष्टाचार व्याप्त छ। यो भ्रष्टाचारलाई अन्त गर्ने हो भने पुँजीवादबाट होइन, यो समाजबाट मात्रै यो अन्त गर्न सकिन्छ। समाजवादी स्थापना नगरिकन सम्पूर्ण प्रकारका भ्रष्टाचार अन्त हुँदैन। पुँजीवादको अर्को नाम भ्रष्टाचार पनि हो। त्यसो हुनाले पुँजीवादले भ्रष्टाचार अन्त गर्छ भनेर हामी कसैले आशा गरेका छैनौँ। यो समाजको आमूल परिवर्तन अनिवार्य छ। क्रान्तिकारी भूमि सुधार गर्न जरुरी छ। त्यसको लागि पनि समाजवाद चाहियो। हामीले हाम्रो देशमा कृषिलाई आधुनिकीकरण गर्नु छ। आज किसानले मल पाइरहेको छैन, बिउ पाइरहेको छैन, प्रविधि पाइरहेको छैन, वित्तीय सहयोग पाइरहेको छैन, बजार पाइरहेको छैन, मूल्य सेवा पाइरहेको छैन। त्यो प्राप्त गराउन सक्ने व्यवस्था भनेको समाजवाद मात्रै हो।